सिंहदरबार किन र कसले जलायो? जेन्जी आन्दोलनका अगुवा मिरज ढुङ्गानाले आन्दोलनको आह्वान गरिसकेपछि बारम्बार धम्की आएको खतरनाक रहस्य खोलेका छन्। हिमालय टिभीमा वरिष्ठ पत्रकार राजेन्द्र बानियासँगको अन्तर्वार्तामा उनले भनेका छन्, अदृश्य शक्तिबाट धम्की आयो, देखिएको भन्दा पनि सुनिएको शक्तिबाट। जसले बोल्यो उनी सबभन्दा खतरामा हुँदो रहेछ कि मैले त्यो आह्वान गर्नुको कारण यति धेरै थ्रेट्स आयो मलाई। त्यही अनुसार सुनेको चाहिँ शक्तिबाट उनीहरूले भने आफ्नो इन्ट्रोडक्सन दिँदाखेरि भन्दाखेरि चाहिँ त्यो अलि चलिएको ठाउँबाटै हो। नेपालका राजनीतिक पार्टी, तिनका भातृ संगठन, सुरक्षा निकाय लगायत आन्तरिक शक्ति हुन्। तर अदृश्य शक्ति कुन हो? उनले खुलाउन नचाहे पनि नेपालको आन्तरिक राजनीतिमा देशी विदेशी शक्ति केन्द्रहरूबाट कसरी हस्तक्षेप हुन्छ भन्ने कुरा प्रश्न पारेका छन्। आन्दोलनको घोषणा गरेका र युवाहरूद्वारा सर्वाधिक रुचाइएका नेतृत्वलाई देशी विदेशी शक्ति केन्द्रहरूबाट धम्की दिएर मैदानमा आउनै दिइँदैन। जेन्जी आन्दोलनमा घुसपैठ यहीँबाट सुरु भएको देखिन्छ। भदौ 23 गते माइती घरबाट जेन्जीहरूले जुलुस निकालिसकेपछि त्रिपुरेश्वरतिरबाट एउटा जुलुस आउँछ। त्रिपुरेश्वरतिरको जुलुस बानेश्वर नपुग्दै भद्रकाली साइडतिरबाट मोटरसाइकल सहित अर्को जुलुस आउँछ। त्यसपछि बानेश्वर रण मैदान बन्छ। प्रहरीले अन्धाधुन्द गोली चलाउँछ र दर्जनौं युवाहरूको संसद भवन क्षेत्रमै विभत्स रूपमा हत्या गर्छ, सयौंलाई घाइते बनाउँछ।